Happy anniversary! Happy anniversary. Oh wow, यो स्क्रिन देखाइरहेको छ नि यहाँ यसो एकदम मजाको स्क्वायरमा बनाएको छ र यो 3D मोडल टाइपमा बनाएको यो चाहिँ एकदम मजाको छ दुईटै खोज्न आइरहेको छौँ हामी अब तयारी गर्दैछौँ अस्ट्रेलियाको ब्याग खोज्ने के गर्ने भनेर यहाँ चाहिँ अब सपिङ गर्ने ठाउँमा आइरहेछौँ र यसमा हेर्दैछौँ हाम्रो लिस्टहरू चाहिँ रेडी हुँदैछ कहाँ के किन्ने भनेर चाहिँ भइसक्यो यता पार्किङ गर्दैछ सिधो घटाउँदैछ एकदम कतिसम्म घट्छ हाम्रो सामान रेडी भयो यहाँ तौलले पनि छ हाम्रो गेट 3 बाट चाहिँ हाम्रो अब नेक्स्ट फ्लाइट हाम्रो ठाउँ छोड्ने चाहिँ हाम्रो रहेको छ हैन साढे अब लगभग 1.5 घण्टा पछि चाहिँ हामी उताबाट उठ्छौँ र उहाँ चाहिँ एकदम इमोसनल हुनुहुन्छ जाने मन छैन मैले त बस्छ यहीँ भनेको मान्दैन बस्छ पनि जान मन पनि छैन हेर्दैछ फोटोहरू र
अब यो जर्नी चाहिँ हाम्रो स्टार्ट हुन्छ यताबाट चाहिँ चल्न थाल्यौँ होइन। अब यहाँबाट चाहिँ चाइना एयरलाइन चाहिँ फर्स्ट टाइम हामी जाँदैछौँ। कस्तो हुन्छ चाइना एयरलाइन चाहिँ हेर्छौँ है। चाइनिजमा अलिकति गाह्रो हुने कुरा चाहिँ छ, अब कतिसम्म गाह्रो हुन्छ होइन। अब उता गएर कति 8 घन्टा ट्रान्जिट कसरी बस्नुपर्छ केटाहरू चाहिँ रहेछ होइन, यतातिर देखिरहेको छु नेपाली होइन। कसरी भन्नु सजिलो हुन्छ भन्ने तरिकाले लेट्स सी अब चाहिँ ल। यही हो, यसबाट चाहिँ हामी जान्छौँ। चेकिङ भइरहेछ, चेकिङको लाइनहरू ल्याङ्ग्वेज ब्यारियर हुँदो रहेछ होइन। इङ्ग्लिस पनि अलिकति अब मजाले, अब चाइनिज चाहिँ यस्तै है सिएचएन एयरलाइनको। अब अनाउन्समेन्ट पनि चाइनिजमा सुन्दै हुनुहुन्छ है। अब के भन्छ यिनीहरूले एकदम मेरो बुढीले एकदम गोरी मानेर छु चाइनिज हुने उसलाई विस छ अरे होइन, यस्तो गोरो देखेर हामी माउन्टेन एभरेस्टको हिल साइडमै छौँ सगरमाथा रेन्जमा। अब यो चाहिँ चाइनातिर गइरहेको छ, यो चाहिँ सगरमाथा नेसनल पार्क भनौँ यसलाई। र त्यताबाट चाहिँ अब हामी चाइनातर्फ लागिरहेको छौँ। र यो भ्यू मेस्मराइजिङ एकदम दामी हो, एकदम मजाको भ्यू छ। Feel it. खाना आयो, यो चाहिँ अब यसमा चाहिँ के छ भन्दाखेरि यहाँ चाहिँ भ्यू छ, यो चाहिँ वाउ, दिस इज पोट्याटो, नो पोट्याटो, दिस इज के भन्छ यसलाई यहाँ चाहिँ यो छ फ्रुट्सहरू छ, सानो सलाद छ, त्यसपछि आइसक्रिम छ। अनि देन हियर इट इज, दिस इज एकदम हट छ, यो एकदम हट। अनि यु क्यान ओपन दिस, खोलो त। Oh, this is chicken rice. Wow, you will like it. And what is यसरी प्याक हुँदो रहेछ यसमा होइन। अनि यो अर्को दाँतको टर्न पनि दिएको रहेछ, यो चाहिँ राम्रोसँग। यु आर वेलकम टु ट्राभल आवर प्लेन एन्ड दिस इज स्पुन, गेट दिस। कस्तो छ भनेर चाहिँ है, चिकन फुड। भात चाहिँ चाउलो जस्तो छ। फाइनली हामी चेङ्डु एयरपोर्टमा चाहिँ अब ल्यान्ड हुँदैछौँ। यहाँको हेर्दाखेरि चाहिँ अलिअलि उता नेपाल जस्तै देखिन्छ होइन, तर अलि व्यवस्थित तरिकाले छ यहाँ देखिने कुराहरू चाहिँ। अब यो ल्यान्ड भयो हाम्रो चाहिँ चेङ्डु इन्टरनेसनल एयरपोर्टमा। अब लाग्छ च्याप। टाउको अझ दुखेकै छ, हतार गर्न लागिसक्यो है। चाइनिजहरू भिडभाड भइरहेको छ र बाहिर। अब हामी चाइनामा फर्स्ट टाइम मैले चाहिँ ल्यान्ड खुट्टाइरहेको छु होइन। हेर्छु कस्तो हुन्छ। यहाँ चाहिँ सबै रेडी भइसक्यो। अहिले हामी चाहिँ चेङ्डु उसमा पुग्यौँ होइन। अब यसमा हामीले अब 8 आवर्सको ट्रान्जिट बस्नुपर्छ। त्यसपछि अब कता गइन्छ
सायद ट्याक्सीहरू होला के होला है एकदम यताको चाहिँ एयरपोर्ट चाहिँ मजाको छ है यतातिर अलि कम होला त्यही पनि अब मजाले चाहिँ मेन्टेन छ सबै कुराहरू अब यहाँ देख्न थाल्यो टेक्नोलोजीको फर्स्टमै ह्युज स्क्रिन लाइक मोबाइल maybe यो के को एक्सप्लोर द वर्ल्ड फ्रम TFU भन्ने छ लेट्स सी के हेर्न पाइन्छ यहाँ चाहिँ मा चाहिँ पर्ने रहेछ है सबै चाइनिज छ इङ्ग्लिस अलिक कम छ एरोहरू देखाउने ठाउँ मात्र छ वाउ जो स्क्रिन देखाइरहेको छ नि यहाँ यो चाहिँ एकदम मजाको स्क्वायरमा बनाएको छ र यो 3D मोडल टाइपमा बनाएको यो चाहिँ एकदम मजाको छ है दिस इज अब चेङ्डु एयरपोर्टको चाहिँ हो यो है लभ चेङ्डु भन्ने चाहिँ र यो स्क्रिन पछाडि चाहिँ यस्तो छ है अगाडि चाहिँ मजाको स्क्रिन छ वाउ सो क्लिन मान्छेहरू चाहिँ एकदमै कम छ अब 6 बजिरहेको छ होइन यताको मोस्टली अब यो लगभग 120 121 अब कतिवटा 150 कतिवटा छ यसमा है 45 कतिवटा हाम्रो गेटहरू छ होइन डिफ्रेन्ट यो चाहिँ वाइ आकारको बनेको रहेछ होइन यस्तो होला स्ट्याकको अनि यसमा गेटहरू डिफ्रेन्ट छ है अब कति बेला कुन गेटमा लाग्छ भन्ने चाहिँ थाहा छैन होइन अनि अब अझ हामीसँग 6 भनेको 7 घन्टा अझ बाँकी छ सो अलिकति हिँड्दा अरू ठाउँमा चाहिँ यस्तो सिटहरू पाइरहेको थियो भने यतातिर चाहिँ अलि यो मजाको यस्तो सोफाहरू चाहिँ पाउँदो रहेछ होइन यो ठाउँमा बस्दाखेरि चाहिँ अब हामी पछि चाहिँ कता पुग्छौँ 7 घन्टामा चाहिँ के हुन्छ जस्ट फर्स्ट है यता मजाले बनाएको छ यस्तो चाहिँ टोयलेट चाहिँ है र यसमा चाहिँ अर्को कुरा राम्रो के छ भन्दाखेरि यहाँ तपाईँको टोयलेट अकुपाई भएको छ कि छैन भन्ने कुरा पनि देखाउँदो रहेछ कि स्क्रिनमा है यसरी देखाउँदो रहेछ सो चाहिँ राम्रो छ मजाको है चाइनिज अब लाइटिङ यो र सफाइ हेरौँ न मान्छेहरू ठाउँको ठाउँ उभिएको छ हेर्दैको छ कहाँनिर कसको के रेस्पोन्सिबिलिटी छ के ड्युटी छ सब गरिरहेको छ है त्यस्तो भिड पनि छैन यो चाहिँ फ्युचर त यस्तो ठाउँमा आएर पनि देखिन्छ क्या मजाले यसो मलाई अचम्म लाग्छ यताको है खुट्टी चाहिँ मजाले यस्तो देखाउँदो रहेछ है अब यहाँ म उभिरहेको छु है ल मेरो बारेमा चाहिँ यसले अब के देखाउँदो रहेछ है त वाउ वाउ यो चाहिँ सही बनाएको छ ल TFU सिडनी जानु छ है अहिले चाहिँ चेङ्डु TFU एयरपोर्ट यो चाहिँ बनाएको छ सही अब म कहाँनिर छु भनेर देखाउँछ र फ्लाइट स्ट्याटस चाहिँ आएको छैन बोर्डिङ पोर्ट क्लोजिङ टाइम फ्लाइट स्ट्याटस छैन अहिले यो चाहिँ सही ल अर्को यो चाहिँ सप्स एट वेटिङ एरिया कुन सप अब तपाईँ कहाँ जाने हो यो कुरा चाहिँ छ हेर्न सक्नुहुन्छ र यहाँ चाहिँ अब यो चाहिँ फ्लाइटको स्ट्याटसहरू अहिलेसम्म अब हाम्रो 1 बजे हुनाले अहिलेसम्म आएको छैन होइन 23:30 को आएको छ हाम्रो 0मा हो सो अहिले अझ टाइम छ हाम्रो चाहिँ यहाँ नर्मली खाने चाहिँ यो सुपहरू रहेछ होइन चाउचाउहरू त्यसपछि अब मैले यो टेस्ट गर्नलाई जुसहरू लिएर आएको छु एउटा बन लिएर आएको छु ओन्ली 18 रुपिसमा यो सबै है अब टेस्ट गर्न बाँकी छ जुस यो एउटा चाउचाउ चाहिँ यता धेरै चल्दो रहेछ नुडल्स होइन सो नुडलभित्र चाहिँ यतिवटा कुरा चम्चा साथै जुसहरू दिँदो रहेछ होइन र अर्को चाहिँ यहाँ तपाईँ ठाउँमा चाहिँ यो ड्रिङ्किङ वाटर भन्ने चाहिँ पाइन्छ चाइनामा जसमा चाहिँ तपाईँले वार्म हट कस्तो वाटर हाल्ने यसमा हाल्ने अनि अब त्यो हिसाबले खाने है अब म पनि त्यही गर्दैछु अब कति म अलिकति हट हाल्छु अनि त्यसमा गाइस अब हामी पल्टिरहेको छौँ है खाली छ यो अब हाम्रो अहिलेसम्म पनि लगभग 8 बज्न लागिसक्यो होइन यहाँको चाइनिज अझसम्म पनि हाम्रो
टाइम चाहिँ आएको छैन, कति बजे हो भनेर चाहिँ आएको छैन, बोर्डिङ टाइम आएको छैन र हामी यतिकै यो भनेको ओपन स्पेसमा हामी बसिरहेको छौँ। अरू हालाकि उतातिर बसिरहेको छन् नेपाली टिमहरू जो चाहिँ सिडनी जानेहरू। मैले चाहिँ यस्तो रिसर्च गर्दाखेरि सबै कुरा राम्रो लाग्यो मलाई चाहिँ। अब मैले अगाडि भिडियोहरू हेर्दाखेरि चाहिँ कतिपय ठाउँमा चाहिँ लानु त मजाले सफा गरेर राख्ने, चार्जिङ पोर्टहरू छ चेयरहरूमा। हामी यस्तै पल्टिरहेको छौँ यहाँ सोफामा, हेर्न सक्नुहुन्छ है, जसले अब भेटाउँछ। र अर्को कुरा के भन्दाखेरि चाइनिजहरू अब भाषा बुझ्यो भने पनि हेल्पफुल छ है, ट्रान्सलेट गरेर हुन्छ या अब उनीहरूले बुझ्ने कुराहरू चाहिँ उनीहरूले भनिदिन्छ तपाईँलाई है। म पुरै यो चेङ्डुको माथिदेखि तलसम्म हेरेर आएँ मैले चाहिँ के पाउँछ, के कति। अब मैले करेन्सी ल्याएको हुनाले अलिकति खर्च गरौँ भन्ने हिसाबले चाहिँ हेरेँ। 300 करेन्सी जति मैले लिएर आएको थिएँ, त्यो पनि 2 जना इनफ हुँदो रहेछ। मैले KFC गएँ या स्टारबक्समा गएर हेरेँ होइन, त्यस्तै धेरै 40-50मै तपाईँको KFC एउटा फुल आउँदो रहेछ होइन, युवानमा। अनि त्यसपछि अब हामी यहाँ मोस्टली चाउचाउहरू खाँदो रहेछौँ। चाउचाउहरू पनि त्यस्तो सस्तो 5-3 त्यस्तोमा पाउँदो रहेछ क्या स्पाइसी चाउचाउहरू। बाँकी तपाईँको हट वाटर हुन्छ ठाउँमा, हट वाटर हाल्ने, त्यसमा मिक्स गरेर खाने होइन, त्यस्तो मजाले बनाएको छ। र यहाँ हेर्नु न, लगेज तपाईँको त्यस्तो सिक्युरिटी एकदम राम्रो छ यहाँको, सिक्युरिटी एकदम राम्रो, एकदम हाइली चेक गर्ने। अब यदि तपाईँको कुनै बोर्डिङ भइरहेछ त तपाईँ कुनै गलत ठाउँमा आएर बस्नु भएको छ भने पनि तपाईँलाई हेरेर कहाँ हो भनेर सोधपुछ गर्ने होइन। उनीहरूले आफ्नो ट्रान्सलेटर राखेको हुन्छ, ट्रान्सलेटर एप त्यहाँ राख्ने, त्यो चाहिँ एकदम राम्रो लाग्यो। र हालाकि यहाँ धेरै गेटहरू छ, अहिलेसम्म हाम्रो स्टिल खुलेको छैन, अब खुल्छ होला। टिल देन हामी इन्जोइङ दिस सोफा, चाइनिज सोफा। हालाकि हाम्रो नेपालमा चाइनिज कुराहरू चाहिँ अलिकति राम्रो मान्दैनौँ, तर यहाँ चाहिँ सबै कुरा राम्रो छ। आइज न ल, सिरुको हेऱ्यो भने त्यहाँनिर के देखाउँछ, त्यहाँ थिच्नु पर्यो, थिच्न उसको चाहिँ यहाँ देखाउँछ ल, कति बेला जाने हो, के जाने हो, कसरी देखाउने। एउटै फ्लाइट हो नि त, यो चाहिँ सबै फ्लाइटहरूको डिटेल यसरी दिँदो रहेछ। यता चाहिँ यो बोर्ड हुन्छ, यता चाहिँ हाम्रो जाने 116मा यहाँ यो चाहिँ हाम्रो अब यो गेट हो। अब हामीले यसमा 2 घन्टा बिताउनु छ यता। 2 घन्टा बिताएपछि यहाँ ब्रान्डिङ गर्ने कुराहरू चाहिँ कस्तो मजाले बनाएको छ है। यहाँ चाहिँ यस्तो टल्किलो राति होइन, किन 1 बज्न लाग्यो होइन। हामी 1:35 को छ, आधा घन्टा छ, आधा घन्टामा चाहिँ हामी चढ्छौँ। यहाँ लाइन चाहिँ लागेको छ पुरै है, चेकिङ गर्दैछौँ यता। सो लेट्स सी, अब त्यहाँबाट प्लेन चाहिँ उता कुरिरहेको छ, यहाँ चाहिँ चेकिङ सुरु भइरहेको छ। 1 बजेको फ्लाइटमा हामी छिर्न लाग्छौँ, यहाँ सिरो र म है। हाम्रो फ्लाइट चाहिँ त्यहाँ छ, लेट्स सी। पेन एक्सक्युज मी होइन, रातिको 1 बजे चाहिँ हामी अब 1 बजेर लगभग 15-20 मिनट थाल्यो, अझ 5-10 मिनटमा यो अब टेकअफ हुन्छ होला। सो सिचेनको अलि अल ओभर एक्सपिरियन्स अब अझ यसमा हेर्न बाँकी छ। हाफ एक्सपिरियन्स चाहिँ लिउँ। एयरपोर्ट पनि ठिकै छ, राम्रो छ। जस अब जस अलिकति अब बुझ्नेले, आफूले उ गर्नेले चाहिँ एकदम सजिलो छ होइन, किनकि अब इन्टरनेसनल अलिकति ल्याङ्ग्वेज इस्यु हुन्छ। र तपाईँले यहाँको प्रिपेयर गरेर आउनु भएको छ भने, सँगै क्यासहरू बोकेर आउनु भएको छ भने, मैले अगाडि पनि भनिसकेँ चाइनिज होइन, एकजनालाई अब इनफ तपाईँले खाने भनेको अब $100 जति, एकजना 100 चाइनिज युआन लिएर आउनु भयो भने पुग्छ मजाले है। 7-8 घन्टा चाहिँ अलि लामै ट्रान्जिट हो। अब 1-2 घन्टा त त्यस्तो फरक पर्दैन, तर 7-8 घन्टा नै पर्छ भने त अब के गर्ने भइरहेको हुन्छ होइन। त्यति बेला चाहिँ अलिकति पैसा बोकेर आएको छ भने चाहिँ सजिलो हुन्छ। बाँकी अल ओभर राम्रो छ, सबै व्यवस्थित छ, सबै ठाउँमा टोयलेट, बाथरुम सबै ठाउँमा छ, मजाको छ। चेङ्डु एयरपोर्टमा चाहिँ अल ओभर राम्रो छ। फाइनली हामी अस्ट्रेलियाभित्र नै छौँ, लगभग ब्रिस्बेनतिर होइन। अब यसपछि
यहाँनिर तपाईँले म्यापमा देख्नुहुन्छ होइन यहाँनिर छ अब लगभग 1 घन्टा 1.5 घन्टामा चाहिँ हामी सिटीको एयरपोर्टमा उत्रिन्छौँ र यहाँ चाहिँ अब अहिले चाहिँ जुसहरू चाहिँ यहाँ वाटरहरू बाँडिरहेको छ नै यसो भनेर बाहिर हेर्दाखेरि लास्टै गरौँ जस्तो छ के भन्छ उसलाई चाहिँ मेकअप गर्नु रेडी छ यहाँ तेस्रो भयो कि के भयो पाउडर दलै छ क्यान्डल चाहिँ है ल राम्रो छ राम्रो आउँछ होइन ओहो सो सरप्राइज है यो चाहिँ राम्रो छ केक चाहिँ ल त यहाँ बेलुका हुनाले त्यहाँ पनि बेलुका भएको छ कि जस्तो लाग्ने क्या है ल एकदम धन्यवाद होइन थ्याङ्क यू सो मच Happy anniversary! Anniversary, welcome to Sydney.